रातै छारीमा कालो केसैमा दर्शकबिन नमस्कार, तपाईले हेर्दै हुनुहुन्छ सानीमा टिभी। पछिल्लो समयका निकै लोकप्रिय चर्चित नायक पल शाह र चर्चित नायिका बेनिसा हमालको जोडीले अब भने एकैसाथ म्युजिक भिडियोमा काम गर्ने भएको छ। खेम सेन्चुरीको आवाज रहेको मायाले जीवन धान्दैन बोलको गीतमा अब भने दुई अनुहार देखिने भएका छन्। फिल्ममा देखिरहेको यो अनुहार फाइनली गीतमा देखिने भएको छ। बेनिसा हमाल र नायक पल शाहको आउँदै गरेको मोहर फिल्मले चर्चा नपाउँदै फाइनली फेरि दुईको गीत आउने भएको छ। गीतमा खेम सेन्चुरीको आवाज हुने बताइएको छ। मायाले जीवन धान्दैन बोलको गीत फाइनली बजारमा ल्याइँदैछ। पछिल्लो समय नायक पल शाह विभिन्न म्युजिक भिडियोसँगै फिल्ममा अत्यन्तै व्यस्त भइरहेका छन्। नायक पल शाहको हिन्दी नेता विभिन्न किसिमका विवरणहरू आइरहेका छन्। फिल्मबाट निकालिएका कुरा, कुनै नयाँ फिल्ममा जोडिएका कुरादेखि लिएर आफ्नै प्रोजेक्ट, स्टेज प्रोग्राम, गीत सङ्गीत र फिल्मका धेरैभन्दा धेरै कुराहरू अहिले नायक पल शाहको सोसल मिडियाहरूमा भइरहेका छन्। यसै क्रममा नायक पल शाहले आफ्नो काम म्युजिक भिडियोलाई निरन्तर दिने भन्ने छोडेका छैन। खेम सेन्चुरीसँगको सहकार्य निकै राम्रो छ नायक पल शाहको। फेरि यी दुईजनाले एकैसाथ मिलेर मायाले जीवन धान्दैन बोलको गीतमा काम गर्ने कुरो आइरहेको छ। नायक पल शाह, बेनिसा हमाल, खेम सेन्चुरी यो गीतमा देखिँदैछ। दर्शक श्रोताहरूले अत्यन्तै रुचाएको यो टिमलाई फाइनल्ली अब फेरि मायाले जीवन धान्दैन बोलको गीतमा देखिने भएका छन्। खेम सेन्चुरी र नायक पल शाहको पछिल्लो समयको सहकार्य हेर्यो भने धेरै गीतहरूमा भइरहेको छ। धेरै जसो गीतमा अहिले नायक पल शाह र खेम सेन्चुरीको सहकार्य देखिरहेको छ। यसै क्रममा अब फेरि मायाले जीवन धान्दैन अर्को सहकार्य निकै नै राम्रो सहकार्य भएको बताइएको छ। खेम सेन्चुरी आफैले नै आफ्नो युट्युब च्यानलबाट यो गीतलाई बजारमा ल्याइने कुरा बताएका छन्। खेम सेन्चुरी र नायक पल शाह, बेनिसा हमाल लगायतका विभिन्न कलाकारहरू एउटै गीतमा देखिँदैछन्। दर्शकबिन यो गीतलाई हेर्न र सुन्नलाई नबिर्सनुहोला। खेम सेन्चुरी युट्युब च्यानलबाट यो गीत बजारमा सार्वजनिक हुँदैछ। तपाईँहरूलाई पल शाहको अभिनय कस्तो लाग्छ कमेन्ट बक्समा कमेन्ट पनि गर्नुहोला। दर्शक श्रोताबिन एकदम धेरैभन्दा धेरै वेटेड गरेको मुभी आबाट आमा। दर्शकबिन यो फिल्मको अहिले एक्टरहरू छान्ने काम भन्ने धमाधम भइरहेको छ। यो फिल्ममा चर्चित टिकटक स्टार इभा गिरीको इन्ट्री भएको छ। दर्शक श्रोताबिनलाई अब दोहोऱ्याउँ, नायक पल शाह र इभा गिरीले पहिलोपटक एउटा म्युजिक भिडियो काम गरेका थिए। त्यस लगतै यो जोडीलाई अत्यन्तै दर्शक श्रोताबिनले रुचाइराखेका थिए। फाइनली यो दुई जोडी अब भने फाइनली आबाट आमा बोलको फिल्ममा देखिने भएको छ। योभन्दा अगाडि विपन्ना थापाको इन्ट्री यो फिल्ममा भइसकेको छ। अब भने विपन्ना थापासँगै नायक पल शाहको जोडीको रूपमा हामीले इभा गिरीलाई देख्न सक्छौँ। टिकटकमा निकै नै मनोरञ्जन गर्ने, टिकटकमा अत्यन्तै राम्रो भ्युज र लाइक ल्याउन सफल भएकी टिकटक स्टार इभा गिरी पछिल्लो समय सामाजिक सञ्जालमा निकै नै चर्चाको विषय भइरहेकी थिए। यसै क्रममा उनलाई ठुलै हात परेको छ। दर्शकबिन फिल्म आबाट आमामा डाइरेक्ट इन्ट्री मारेकी छिन्, त्यो पनि नायक पल शाहसँग। दर्शकबिन अब यो फिल्म तपाईँहरूमा चन्द्र पन्तले बनाउँदैछन्।